यतिखेर तपाईँले थाहा पाइसक्नुभएको होला कोर्स अब घर जान लागेको नेपाल जान लागेको भनेर यस गाइज म चाहिँ आफ्टर 3 years चाहिँ म घर जाँदैछु अनि आइ एम सो एक्साइटेड हैन यसरी पनि मजाले अड्छ हो यसरी राख्नु भनेको अड्छ लागेको हेलो एभ्रिवान हेलो भन्न सेवा नमस्ते स्वागत छ तपाईलाई मेरो अर्को भिडियोमा आई होप सबैजना आरामै हुनुहुन्छ होला सन्चै हुनुहुन्छ होला भन्ने आशाको साथ यो भिडियो स्टार्ट गर्दैछु गाइज अनि आफ्टर लङ टाइम मैले भिडियो स्टार्ट गर्दैछु अब चाहिँ अलिक रेगुलर बनाउनु पर्यो भनेर सोचिरहेको छु अनि आज चाहिँ हामी रेडी भएर कहीँ जाँदैछौँ होइन कहीँ जाँदैछौँ सपिङ जाँदैछौँ अनि सपिङ चाहिँ के को लागि भन्दा अहिले म एकछिनमा तपाईँहरूलाई भन्छु होइन आज यति धेरै सपिङ गर्नुपर्ने छ आज चाहिँ हो सन्डे अनि सन्डे चाहिँ आज के विकमा मन्थमा 2टा सन्डे चाहिँ खुल्दो रहेछ क्या एरिनाहरू अनि हामी त्यही जाँदैछौँ रिचा र म अनि रेडी भइसक्यौँ आजको दिदी कसरी देखाउनु सिम्पल पेन्ट यहाँ मेरो यत्रो सामान लथालिङ्ग छ अब म कहीँ जाने लागेको छु होइन त्यसकै लागि सपिङ हो अनि त्यसकै लागि यत्रो प्याकिङ पनि छ यहाँ सो हेर्दै गर्नुहोस् होला भिडियो अनि आज चाहिँ के सपिङ गर्छौँ त्यही हो सपिङ ब्लग हुन्छ आजको मेरो यार क्यामेरा कस्तो मधुरो देखिरहेछ ये है क्रोएसिया का गांव हाँ क्रोएसिया का गाउँ यस्तो हुन्छ गाइजहरू गाइज हामी चाहिँ यहाँ अङ्कलहरूकोबाट एटिएम लिएर अब जान लागेको हेर्नु न सनफ्लावर कस्तो राम्रो छ नि कस्तो राम्रो छ अरे म त सानो सानो बोल्दैछु माइक पनि लगाएकै छैन आयो ट्याक्सी अब हामी यहाँदेखि चाहिँ 1 मिनट छ यहाँदेखि चाहिँ हामी ट्याक्सीमा जानु लागेको कस्तो राम्रो फ्लावर बाई बाई आयो होला यही होला नि 2340 कस्तो राम्रो देखेको हेर्नु न ल गाइस अब हामी चाहिँ एरिना पुग्न लाग्यौँ त्यहाँदेखि चाहिँ हामी ट्याक्सीमा आएको कस्तो डेन्जर घाम लागिरहेको छ क्या स्कार्फ झाऱ्यो भनेर कस्तो चिउबो नि भयो यही रहेछ मैसँग अब यो घाम हुन्जेल मात्रै हो फेरि एकछिनमा यही चिज फेरि घाँडो हुन्छ उही अँधेरो भयो उफ कस्तो गर्मी भयो यार उसको गाडीभित्र पनि कति धेरै गर्मी नि लेट्स सपिङ आज हामी दुईजनाको सपिङ कस्तो हुन्छ है भ्लगमा बस्दै गर्नुहोस् हामी चाहिँ एरिना आइसक्यौँ गाइस आज खुल्ला छ कि छैन अब हाम्रो लक के छ आजको तर आज यत्रो गाडीहरू छ त्यही खुल्ला छ अस्ति हामी आउँदा थिएन नि गाडीहरू एरिना सेन्टर ल हामी चाहिँ आइपुग्यौँ ओ सरी भन्दै गर्न आइपुग्यो इन्जोय भनौँ अनि इन्जोय भने क्या हामी चाहिँ एरिना आयौँ अब कति सपिङ गर्ने हो केटी है ओफ कस्तो तर शीतल भयो नि हामी चाहिँ पोलोमा आएकै गाइस यो मन परेको यहाँ हेर्न यो पोलोको यो चाहिँ हामी पोलोमा छौँ होइन गाइस हामी चाहिँ अहिले गेस्टकोमा आइरहेछौँ अनि मैले चाहिँ एउटा वालेट लिएँ अनि अझै हामी हेर्दैछौँ
सबै हिँड्दा उतापट्टि यहाँ पनि देखेको थिएँ मैले कत्रो ठुलो रहेछ यार यो त 165 कुन चाहिँ यो हेर त 155 रहेछ त हेलो एभ्रिवान स्वागत छ तपाईहरुलाई फेरि अर्को नेक्स्ट भिडियो भन्दा पनि मैले अस्तिको भिडियोलाई नै फेरि रिस्टार्ट गरेको किनभने त्यो दिन चाहिँ हामी सपिङ गर्न गएको थियौँ हैन त्यो दिन चाहिँ यति धेरै ब्याग अनि यति धेरै सपिङहरु भयो नि त अनि त्यही भएर हामीले त्यो अब क्यामेरा निकाल हाल त्यो गर्नै उयो पोसिबलै भएन त्यही भएर मैले स्टप गरेर अनि यो भिडियो स्टार्ट गर्दैछु हैन अनि मसँग देख्न सक्नुहुन्छ के सपिङ गर्यौं हामीले त्यो दिन भनेर अनि त्यदेखि मैले त्यो भिडियोमा चाहिँ अस्तिको भिडियोमा चाहिँ तपाईहरुलाई सस्पेन्डमा राखेको थिएँ नि त अब मैले भनेको थिइनँ म कहाँ जानु लागेको भनेर तर यति धेरै चकलेट मिठाई देखेर तपाईहरुले थाहा पाइसक्नु भएको होला अफ कोर्स अब घर जान लागेको नेपाल जान लागेको भनेर यस गाइज म चाहिँ आफ्टर 3 इयर्स चाहिँ म घर जाँदैछु अनि आइ एम सो एक्साइटेड हैन अनि यत्रो धेरै चकलेट कति छ अनगिन्ती यति धेरै चकलेट अनि यति धेरै अब सामानहरु यति धेरै छ नि त अनि प्याक अहिले चाहिँ हामीले प्याक गर्नुलाई ठ्याक्क म सामानहरु प्याक गर्न लागेको थिएँ अनि त्यही भिडियोलाई म एड गर्छु यसमै भनेर सोचिरहेको थिएँ अनि यो चकलेट पनि किने यो चाहिँ यही क्रोएसियामा बनेको चकलेट अरे नि त तर मलाई त्यस्तो मिठो चाहिँ लाग्दैन तर पनि अब मेड इन क्रोएसिया भनेर चाहिँ मैले लग्न लागेको यो चकलेट त मैले 5 केजी 6 केजी भन्दा पनि ज्यादा होला नि है चकलेट यति धेरै चकलेट छ हैन यहाँ देख्न सक्नुहुन्छ यो सबै चकलेट अनि अझै यहाँ पनि छ हैन अनि त्यसपछि यो पनि चकलेट कति छ नि चकलेट त मेरो भन्नै सक्दिनँ क्या कति छ चकलेट तपाईहरुलाई देखाउँछु ल चकलेट अब यो सबै भाँचिन्छ होला यसरी निकालेर देखाएको चकलेट यो मैले चाहिँ यो अलिक धेरै एक्सपेन्सिभ नि त अनि त्यही भएर यो चाहिँ टक्क अब अलिकति स्पेशल मात्रै अनि स्पेशल मान्छेलाई दिनको लागि मात्रै अनि योहरू तर सबै नै चकलेटहरु अलिक एक्सपेन्सिभ नै छ है यो पनि चकलेट धेरै चकलेट यो त देखेन हौ आदि नै सब चकलेटहरु यो सबै चकलेट कति छ यहाँ चकलेट अनि यो सबै चकलेट यति धेरै चकलेट छ अब हामी चाहिँ उयो के भन्छ सामानहरु प्याक गर्न लागेको अनि त्यही भएर अब चकलेटहरु कसरी राख्ने अब त्यो चाहिँ अलिकति प्रब्लम हुने रहेछ हैन टोटल सामान चाहिँ 20 केजी मात्रै छ तर अब टोटल लगेज चाहिँ 20 केजी मात्रै दिएको छ हैन तर सामान चाहिँ अलिक ज्यादै हुन्छ जस्तो लाग्यो त्यहाँ लगेर फ्याँक्नु के गर्नु भयो भने चाहिँ अनि
प्रब्लम हुन्छ। अनि म चाहिँ गाइज आफ्टर 3 इयर्स जाँदैछु अनि ठ्याक्कै फेरि दसैँमै छुट्टी पनि पायो नि त। अनि ठिक्क दसैँमै छुट्टी पनि भयो। अनि त्यही भएर दसैँ मनाउन 1 2 3 4 5 योपालिको दसैँ मनाउन चाहिँ घर जाँदैछु आफ्नै गाउँ फर्की आए। अब 1-1.5 महिनाको लागि चाहिँ क्रोसियाको म नाम लिदिनँ। सोच्दा नि सोच्दिनँ त्यस्तो वाक्क भएको छ 3 सालमा मलाई। ब्रदर चक्लेट हेर्नु न गाई। अब यसले त चक्लेटै मात्र लगेछ भन्नुहुन्छ होला। चक्लेट मात्रै होइन अरू चिज पनि छ, सबै चिज छ होइन। अब सबै त अब देखाएर पोसिबलै छैन नि त। त्यही भएर अब म यहाँबाट यो अहिलेको यो भिडियो बनाउँछु होइन। अनि त्यसपछि मतलब अस्तिको भिडियोमा चाहिँ मैले भनेको थिइनँ नि त कहाँ जानु लागेको के गर्न लागेको भनेर। अनि त्यही भएर मैले यो भिडियो चाहिँ अनि इन्ड गर्नु पर्यो अनि बनाउनु भन्नु पनि पर्यो भनेर सोचिरहेको थिएँ नि त। अनि ठिक्क अहिले चाहिँ म प्याकिङ गर्न लागेको थिएँ। अनि ठिक्क भन्दा पनि ठिक्क मिल्ने भयो। अनि अब अर्को उता घर पुगेर चाहिँ म देखाउँछु के मैले के लगेको थिएँ कसको लागि भनेर लगाइस्। ए भगवान यस्तो छ। यति चक्लेट लगिन्छ होइन उहाँ लगेर अब यो पनि पुग्छ कि पुग्दैन जस्तै हुन्छ क्या यत्रो चक्लेट पनि। किनभने अब कति धेरै हुन्छ अब फ्यामिली नै कति धेरै हुन्छ अनि सबैलाई दिनु पर्यो। अब घर छिमेकी यताउति होइन अब दिनै पर्यो चक्लेट। अब सबैजना विदेशबाट आएको भनेपछि अब चक्लेट नै अब चक्लेट खोइ मिठाई विदेशबाट आएको। त्यही भएर न अपुग चाहिँ नहोस् भनेर चाहिँ यो पनि छ। यो चाहिँ नेपालमा धेरै मन पराउने चक्लेट हो यो। अनि रफेलो फेरेरो चाहिँ खोइ थाहा छैन। रफेलो अनि यो बन्टी कि बन्टी भने यति सय 3टा कति होला एउटामा 40 वटा होला। एउटामा 40 वटा छ। सोच 40 वटै होला। 24 रहेछ एउटामा 40 वटा चाहिँ स्निकर्स चाहिँ एउटामा 40 वटा थियो। सो यो चाहिँ नखोलिकन यसरी राखौँ। एउटा चाहिँ खोल्नुपर्छ। ल गाइस अब चाहिँ हामी यहाँ प्याकिङ गर्न लागेको। यो मिक्सरवाला लगेज चाहिँ यही हो। लगेज चाहिँ तर ठुलो छ निन्द्रा लाग्यो। तर अब सामान चाहिँ थोरै लान पाइने भएर चाहिँ यो लगेज पासवर्डै गाइस पासवर्ड चाहिँ बिर्सेर गयो बेबी कहाँबाट सुरु गर्ने मैले बच्चाहरूको हाल्नु है। मेरो भाइको उता राख्दै यो अप्सनमा लाने लुगाहरू यसरी पनि मजाले अट्छ हो। यसरी राख्यो भने अट्ने चान्स हुन्छ कि नछुटोस् है एउटै पनि। त्यो टोपीमा 2टा खप्टाएर मजाले राख्नु न के हुँदैन। कता उयो पनि थियो जस्तो लागेको यो पनि छ नि त सानो लगेज।
गाइस चकलेट खोल्नु न त्यो म भिडियो बनाइदिन्छु खोलेर आएन नै छ नि त्यो अब हैन ब्याग अर्दैन हालिसक्नु भएको ए भइसक्यो त्यो बट्टा पनि खोलेको भए अझै ओके गाइज मैले चाहिँ ब्यागहरू प्याक गरिसकेँ अनि अब हामी चाहिँ मसँग चाहिँ टाइम नभएर मैले आजै प्याक गरेको त्यही हो गाइज अब चाहिँ म धेरै ब्लगहरू बनाउने कोसिस गर्छु अनि अब चाहिँ अब धेरै रमाइलो रमाइलो ब्लगहरू आउँछ अनि हेर्दै गर्नुहोस् होला अनि हेरेर सपोर्ट पनि गरिदिनुहोस् होला लाइक शेयर कमेन्ट सब्सक्राइब सबै गरिदिनुहोस् होला ओके गाइज थ्याङ्क यू फर वाचिङ बाई बाई